30 दिनसम्म चिनी खान छोड्यो भने के हुन्छ त? हेलो एन्ड वेलकम टु द एपिसोड 10 अफ द मेन्टल डिटक्स सिरिज। चिनी संसारको सबभन्दा एडिक्टिभ ड्रग्स हो। चिनी खाँदा हाम्रो ब्रेनमा डोपामिन भन्ने केमिकलको बाढी आउँछ, जसले गर्दा अझै खाउँ लाग्छ। जति खाँदै गयो त्यति नै धेरै लत लाग्छ। चिनी खाँदा छिटो छिटो इनर्जी बुस्ट हुन्छ र जति छिटो इनर्जी बुस्ट हुन्छ त्यति नै छिटो इनर्जी डाउन पनि हुन्छ। धेरै खाँदै गयो भने हाम्रो दिमागमा इन्फ्लामेसन हुन्छ र अरूभन्दा छिटै ब्रेन पावर घट्दै जान्छ। फोकस गर्न गाह्रो हुन्छ, दिमाग नचल्ने जस्तो लाग्छ र एडिएचडी भएको मान्छेलाई त अझै असर गर्छ। धेरै चिनी खाने बच्चाहरू पनि अरूभन्दा चकचके हुन्छन्। त्यसैले 1 मन्थको चिनी नखाने च्यालेन्ज एक्सेप्ट गर्नुहोस्, आफ्नो र परिवारको लागि। फर्स्ट 2 हप्ता गाह्रो हुन सक्छ, टाउको दुख्ने, अल्छी लाग्ने हुन सक्छ, तर तेस्रो हप्तादेखि तपाईले आफ्नो इनर्जी लेभल, मुड र ब्रेन पावरमा इम्प्रुभ भएको फिल गर्नुहुन्छ। अनि मेनली तपाईको इमोसनहरू पनि रेगुलेट हुन्छ र कम डिप्रेस्ड हुनुहुन्छ। यो च्यालेन्ज पछि दिनमा 1-2 चम्चा चिनी खान सक्नुहुन्छ।